हामी कसैले पनि सुन्न नचाहेको खबर, अस्ट्रेलियाको भिजा शुल्क फेरि बढेको छ। जुलाई 1, 2026 बाट लागू हुने गरी स्टुडेन्ट भिजा सब क्लास 500 को शुल्क 2000 बाट बढेर 2500 अस्ट्रेलियन डलर पुगेको छ। यसो भन्दै गर्दा अस्ट्रेलियाको ढोका बन्द भएको भने होइन, तर अब त्यहाँ पुग्न पहिलेभन्दा निकै बलियो आर्थिक योग्यता र एकदमै कडा डकुमेन्टेसन चाहिन्छ। शुल्क महँगो हुँदै जाँदा अब एउटा सानो गल्तीले पनि ठुलो आर्थिक भार थपिने निश्चित छ। त्यसैले अभिभावकहरूले अन्तिम क्षणको हतार छोडेर कम्तीमा 1 या 2 वर्ष अगाडिदेखि नै आफ्ना कागजातहरू कानुनी र पारदर्शी रूपमा व्यवस्थित गर्न सुरु गर्नुहोस्। एउटा सानो टेक्निकल एरर वा कमजोर डकुमेन्टले भिजा रिजेक्ट भएमा लाखौं रुपियाँ डुब्नुका साथै विद्यार्थीको समेत इमिग्रेसन हिस्ट्री सधैँका लागि बिग्रिन सक्छ। र विद्यार्थीहरूले अब हचुवाको भरमा वा ट्रायल एन्ड एरर गरेर डकुमेन्ट्स नबुझाउनुहोस्। आफ्नो सपना र अभिभावकको लगानीलाई दाउमा त लगाउँदै नलगाउनुहोस्। बेलैमा एक्सपिरियन्स्ड र क्वालिफाइड काउन्सलरसँग आफ्नो प्रोफाइल चेक गराएर एउटा प्लान्ड वेमा मात्र भिजा अप्लाई गर्नुहोस्।